नमस्कार साथीहरू, आज चाहिँ म तपाईहरुलाई झापा जिल्लामा रहेको धार्मिक स्थल देखाउन गइरहेछु। यो चाहिँ एकदमै ऐतिहासिक ठाउँ रहेको छ। यो म चाहिँ अहिले तपाईको झापाको झिलझिले बजारमा छु। यो चाहिँ झिलझिले बजार हाइवे यही हो, तपाईको एसियन हाइवे अर्थात् महेन्द्र हाइवे। यो निर्माणाधीन अवस्थामा छ अहिले। यहाँदेखि चाहिँ म तपाईको यहाँको एकदम पुरानो प्राचीन चाहिँ इतिहास बोकेको मन्दिर शिव सतासी मन्दिर म देखाउन गइरहेछु। अब चाहिँ म मन्दिरतर्फ गइरहेछु। यहाँ चाहिँ शिव चाहिँ पहिले बस्नुहुन्थ्यो। यहाँ चाहिँ विभिन्न खानीहरू लगायत यहाँ पोखरीहरू, रानीहरूले चाहिँ तपाईको नुहाउने पोखरीहरू छ भन्ने कुरो सुन्नमा आएको छ। म चाहिँ धेरै अगाडि आएको थिएँ, अलिक सानो हुँदाखेरि। यो बाटो पनि सबै ग्राभेल थियो, अहिले त एकदम पिच बाटो भइसकेको रहेछ। एकदम राम्रो छ, शान्त रहेछ। हेर्नुहोस्, अब एकदम शीतल पनि छ यो वन जङ्गलले गर्दाखेरि। म चाहिँ भने गइरहेछु। यो चाहिँ तपाईको हाइवे एसियन हाइवेबाट चाहिँ लगभग तपाईको 4 किलोमिटर छ भन्ने कुरो सुन्नमा आएको छ। साथीहरू, तपाईहरु पनि अब धर्म कर्ममा आस्था राख्नुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। यहाँ चाहिँ तपाईको शिव भगवानले सब तपाईले चाहनुभएको कुराहरू, इच्छाहरू भाकल गर्दा अथवा आएर चाहिँ दर्शन गर्दा चाहिँ पुर्याइदिनु हुनेछ भन्ने यहाँ चाहिँ तपाईको एउटा विश्वास रहेछ, जनविश्वास रहेछ। हेर्नुहोस्, म चाहिँ अब तपाईहरुलाई एउटा सानो मिनी ब्लग देखाउन गइरहेको छु। कृपया मेरो भिडियोमा हेरेर मेरो चाहिँ युट्युब च्यानल सब्स्क्राइब गरेर लाइक शेयर गरिदिनु होला। फेरि पनि म तपाईहरु माझमा यस्तो भिडियोहरू जानकारीमूलक विभिन्न नयाँ ठाउँहरूको म तपाईहरुलाई ब्लगहरू बनाएर पस्किने जमर्को गर्नेछु। तपाईहरुको सानो सहयोगले नै मलाई एउटा हौसला मिल्नेछ भन्ने मैले विश्वास लिएको छु। ल गाइस, साथीहरू हेर्नुहोस्, म निरन्तर गइरहेको छु। ल साथीहरू, एकदम यहाँ त सिसौली रहेछ। एकदम शीतल पनि रहेछ। यस्तो गडीमा एकदम शीतलको आवाज भइरहेको छ। म भने कन्टिन्यू गइरहेछु, हाइवेदेखि तर्फ लागिरहेछु। अहिले लगभग म 2-3 किलोमिटरको आसपासमा आइपुगिसकेँ। साथीहरू, यहाँ चाहिँ तपाईँको यसरी देख्न सक्नुहुन्छ। हेर्नुहोस्, सानो सानो दुकानहरू रहेछ, रमाइलो भइरहेछ। आज चाहिँ धेरै समयपछि पहिलोचोटि तपाईको शिव सतासी हेर्न हामी साथीहरू सबै मिलेर जाँदैछौँ। हाम्रो साथीहरू चाहिँ धेरै अगाडि गइसकेको छ, 2जना 3जना। हामी चाहिँ 2जना पछाडि जाँदैछौँ। यहाँ चाहिँ साइकलमा पनि हिँड्दै हुनुपर्छ स्थानीय वासीहरू। खासै यहाँ तपाईको शनिबार र शुक्रबार चाहिँ अलिक बढी भिड हुने रहेछ। हामी चाहिँ अरू नै बार आएको कारणले गर्दाखेरि अलिकति पातलो, र दिउँसोको समयमा आएकोले गर्दाखेरि चाहिँ अलिकति पातलो देखिएको छ। यहाँ चाहिँ मर्निङ समयमा चाहिँ अलिक धेरै यहाँ पनि हिँड्दै हुनुहुन्छ मान्छेहरू। मर्निङ समयमा चाहिँ अलिक मान्छेहरू, पर्यटकहरू, धर्मावलम्बीहरू, तपाईको यहाँ पूजा गर्न आउनेहरू चाहिँ धेरै आउनुहुन्छ। र पनि हामी जाउँ न, आज फुर्सदको समयहरू धेरै को नगएको, हाइकिङ पनि जानुपर्छ भन्ने हामीले प्लान बनाएर हामी जाँदैछौँ। साथीहरू, तपाईहरु पनि आफ्नै ठाउँमा, आफ्नै गाउँमा नजिकैको चाहिँ यस्तै पर्यटकीय क्षेत्रहरू
घुम्ने सोच बनाउनु भएको छ, हिँड्ने सोच बनाउनु भएको छ र यहाँ नजिकै झापा जिल्ला मोरङ जिल्ला आसपासको हुनुहुन्छ भने यो पनि एउटा राम्रो हो तपाईँको लागि घुम्नको लागि। आन्तरिक पर्यटकलाई हामीले प्रोत्साहन गरौँ। आफ्नै ठाउँमा हामी घुम्न सकिरहेको छैनौँ। हेर्नुहोस् मान्छेहरू हेरेर शिव 87 धामको दर्शन गरेर घुमेर गइसक्नु भएको छ नि हामी चाहिँ भर्खर जाँदैछौँ। बाटो यस्तो छ साथीहरू, हेर्नुहोस् यहाँ चाहिँ एउटा सानो पार्क जस्तो रहेछ। हेर्नुहोस् यहाँ पार्क छ, यहाँ पनि मान्छेहरू आउनुहुँदो रहेछ यो पार्कमा यसो रमाइलो गर्नको लागि। पिकनिक स्पोट जस्तो पनि छ, पिकनिक खानको लागि एकदम राम्रो हो यहाँनिर ठाउँ छ। हेर्नुहोस् यहाँ कोही सेल्फी लिइराख्नु भएको छ, कसै टिकटक बनाइराख्नु भएको रहेछ। यहाँ नजिकै खोला रहेछ, खोलाको नाम चाहिँ के हो मलाई थाहा भएन, तर यो यसको मुहान चाहिँ तपाईँको माथि झरनासँग त्यसै हाम्रो साथीहरू यहाँनिर आइपुगिसक्यो। हाम्रो साथीभाइहरू यहाँ हाम्रो प्रतीक्षामा रहेछ। उहाँ एकजना हाम्रो साथी चाहिँ क्यामेरा अगाडि आउनु रुचाउनुहुन्न। हाम्रो भाइ चाहिँ भर्खर विदेशबाट नेपाल 1 महिनाको छुट्टीमा आएको रहेछ। हामी एकछिन बस्यौँ, हेरौँ यहाँ वरिपरि त्यो ठाउँको अब फेरि जाने तयारी गरिरहेछौँ। धेरै समय अगाडि चाहिँ एकदम यो सबै ग्राभेल बाटोहरू थियो, यसरी पिच भएको थिएन। तपाईँको हामी के देख्न सक्छौँ भने मुलुक सङ्घीयतामा गइसकेर स्थानीय तहमा गइसकेपछि धेरै विकासहरू हामी स्थानीयमा देख्छौँ। हेर्नुहोस् यो बाटोहरू यसरी हामी छोटै समयमा हाम्रो एरियामा हाम्रो ठाउँमा वरिपरि यसरी विकासहरू भएको देख्न सक्छौँ। स्थानीय स्तरमा पर्यटक क्षेत्रको विकास, बाटोको विकास, पुलको विकास लगायत विविध निर्माणको कामहरू तीव्र गतिमा बढिरहेको छ। साथसाथै भ्रष्टाचार पनि बढेको छ नेपालमा, त्यो कुरो पनि छ। तर बिस्तारै यो कुरोहरूलाई हामी जस्तो युवाहरूले न्यूनीकरण गर्दै लानुपर्छ जस्तो मलाई लाग्छ। साथीहरू कृपया म यो सानो सानो भिडियोहरू लिएर आउनेछु। मेरो भिडियो मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला भन्दै म तपाईँहरूलाई यस्तो भिडियोहरू फेरि ल्याउने जमर्को साथ आज म तपाईँहरूलाई यो झापा जिल्लाको एकदमै चर्चित पर्यटकीय स्थल, धार्मिक स्थल शिव 87 मन्दिर देखाउनको लागि म गइरहेछु। यस्तो छ बाटो, हेर्नुहोस् सबै पिचै पिच बनिसकेको रहेछ। हामी यसरी देख्न सक्छौँ। लगभग हामी चाहिँ अब आइपुग्न आँट्यौँ जस्तो मलाई लागिरहेछ। यहाँ यसो हेर्दाखेरि यहाँ हामी नजिक लगभग हाइवेबाट 4 किलोमिटर मात्रै छ भन्दै हुन्थ्यो अघि एकजना स्थानीयवासीले। हाम्रो साथीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। यसरी यस्तो छ, हेर्नुहोस् एकदम शीतल छ, आनन्द छ, प्राकृतिकमय वातावरण छ। आज हामी महिनामा एकचोटि चाहिँ यसरी हाइकिङ जाने गर्छौँ। अब आफ्नो छेउको नजिकैको पर्यटक स्थलहरू, धार्मिक स्थलहरूमा जाने, यसो रमाउने रमाइलो गर्ने हामीले गर्ने गर्दछौँ। तपाईँहरू पनि यस्तै गर्नुहोला, रमाउनुहोला, यसै नयाँ नयाँ ठाउँमा जानुहोला भन्ने मेरो एकदम अनुरोध छ। मान्छेको लाइफ कतिखेर के हुन्छ थाहा छैन, तर हामी आफ्नो जति बाँचिन्छ आफ्नो समय रमाउने गरौँ, व्यतीत गर्ने गरौँ, साथीभाइहरूसँग सम्बन्ध सुमधुर बनाउने गरौँ। यो चाहिँ मेरो तर्फबाट तपाईँहरूलाई टिप्स रहेको छ। ल हेर्नुहोस् है, शिव 87 मन्दिर पनि हामी आइपुगेको छौँ। हेर्नु भवनको निर्माणहरू, ठुलो भवनहरू यहाँ निर्माणाधीन रहेछ। बन्दै गरेको अवस्था हेर्नुहोस्। यहाँ इन्टरलक टाइलहरू पनि लगभग सबै लगाइसक्नु भएको रहेछ। मन्दिर एकदम राम्रो लाग्यो मलाई। यहाँ विशेष यहाँ शिव भगवानको के छ उहाँको कुराहरू, आवश्यक कुराहरू चाहिँ यहाँनिर बनाइएको रहेछ। शिवलिङ्गहरू लगायत शिवजीसँग सम्बन्धित कुराहरू यहाँ छ। आज चाहिँ म तपाईँलाई यो शिवझटा चाहिँ होइन, शिवझटा चाहिँ तपाईँको धरानमा छ भने यो चाहिँ तपाईँको
झापा जिल्लाको शिव 87 मन्दिर हो। यो शिव 87 मन्दिरसम्मको मैले डेस्टिनेसन देखाएँ। अब नेक्स्ट पार्टमा चाहिँ तपाईहरुलाई म यहाँदेखि माथि झरनासम्म लगभग हाइकिङ हामी जाँदैछौँ त्यो भिडियो ल्याउने छु। दोस्रो भिडियोमा चाहिँ हेर्नुहोस् यो चाहिँ मन्दिरहरू यस्तो छ, रमाइलो छ। ल तपाईहरु पनि आउनु होला। म सानो क्लिप यहाँ वरिपरिको तपाईहरुलाई देखाउन गएको छु। यो चाहिँ सार्वजनिक शौचालय रहेछ। यो चाहिँ पार्किङ स्थल हो। यहाँ चाहिँ हामीले बाइकहरू राख्यौँ साथीहरू। यो चाहिँ बाइक पार्किङ गर्ने ठाउँ रहेछ, शीतल रहेछ। यहाँ चाहिँ बाँदरहरू पनि धेरै मैले देखेँ साथीहरू। यस्तो सबैले राखेर जानुहुँदैछ। आज चाहिँ हामी अलिकति ढिलो लगभग तपाईको 1-2 बजेको समयमा आएको कारणले गर्दाखेरि आज भिडभाड अलिक कम रहेछ। र साथीहरु अब चाहिँ हामी यहाँनिर विशेष गरी यो एरियामा बाइक पार्किङ राखेर हाइकिङ जाने तयारी गरिरहेका छौं। हेर्नुस् एकदम राम्रो लाग्यो मलाई। हेर्नुस् खुला ठाउँ, शान्तमय वातावरण। हाम्रो भाइ चाहिँ भर्खर विदेशबाट आएको हो छुट्टीमा केही समयको लागि। यसलाई चाहिँ हामी घुमाउन पनि ल्याइरहेको छौं। हेर्नुस् हामी यहाँ आफ्नो साधनहरू राखेर जाने तयारी गरिरहेका छौं साथीहरु। बाँदरहरू एकदम यहाँनिर बाँदरको चाहिँ चकचकी रहेछ। यहाँ अहिले एउटा भर्खर एउटा बाँदरले पनि झन्डै एट्याक गर्न आँटिरहेको थियो। हामी चाहिँ अब मलाई चाहिँ साथीहरूले अगाडि छोडेर गइसकेको कारणले अब पुनः साथीहरूलाई पछ्याउँदै जाँदैछ। पछाडि पनि साथीहरू आउँदैछ। हेर्नुस् धेरै विकास भइसकेको छ यो शिव 87 मन्दिर। छोटो समय पहिले यस्तो थिएन। पार्किङको पनि एकदम राम्रो छ। गाडीहरू लिएर आउँदा पनि मन्दिरहरू एकदम धेरै बनिरहेको छ। यहाँ छेउछेउको कुनै साथीहरू झापा जिल्ला वरिपरि हुनुहुन्छ नि आउनु होला, रमाइलो गर्नु होला, दर्शन गर्नु होला। शिव भगवानसँग आफ्नो केही कुराहरू छ भने राख्नु होला। तपाईहरु एकदम विश्वास बाँदरलाई लानु पर्यो। त्यो बाँदर नै आस्थावान हुनुहुन्छ भने, आस्तिक हुनुहुन्छ भने, हैन भने पनि आएर यसो हाइकिङको मजा पनि लिन सकिन्छ। यहाँ चाहिँ सानो किराना पसल रहेछ साथीहरू। म चाहिँ यहाँ गइरहेको छु। केही बाटोमा चाहिँ पानीहरूको आवश्यकता पर्छ कि भनेर यहाँ 2-4वटा मिनरल वाटर र केही खानेकुरा चाउचाउहरू बिस्कुटहरू लाने। यहाँ एउटा मङ्की बसिरहेको छ है। घाउ यो त घाइते भएछ त। यहाँ चाहिँ भित्र छिरेर गाह्रो त घाइते भएछ त। यो बाँदर तपाईको एट्याकिङ पोजिसनमा बसिरहेको छ खानेकुरा। ल लु दिनु म बनाइन्छु भिडियो। अहिले बाटोमा एउटा घाइते अवस्थाको बाँदर पनि रहेछ। हुन्छ हुन्छ यहाँनिर के हुँदैन हैन। म बाँदरलाई दिने काम भयो बिस्कुटहरू। पैसा आएन।
केही खानेकुराहरू पनि काम भइरहेछ साथीहरू म भने यहाँ एक्लै छु साथीहरू छोडेर गइसकेको छ अब म छिटो सामान यहाँ बातहरूले ब्यागै लानु आँट्ने सम्भावना देखियो ल साथीहरू म यस्तै भिडियो लिएर आउने छु कृपया मलाई मेरो भिडियोलाई मेरो च्यानललाई भन्दै पुनः मेरो भनाइहरूमा तपाईँहरूले हुनेछ भन्ने आशा राखेको छु यहीँ झापा ससुरै घुम्न आउनु भएको रहेछ तपाईहरु चाहिँ कहाँबाट आउनुभएको अलिकति सताउने छ साथी र तपाईँहरू पनि सचेत रहनु होला मोबाइलहरू ब्यागहरू खोसेर लानुपर्छ भाइहरूले होइन यस्तो छ हाम्रो पानीको पैसा कति भयो फेरि अर्को भिडियोमा आउने बाचाको साथ बिदा हुनुहुन्छ